ल है त्यही आर्मी दाइहरूले चाहिँ बाटो बनाउँदै हुनुहुन्छ। यी मान्छेहरू यसरी चाहिँ पुरा हुनुहुन्छ है। मैले पनि त्यही गेस गरेको थिएँ। ए यस्तो भएको छ हेर्नु न, राङरुङ गएर मान्छे यसरी हिँडेर चाहिँ पर्ने, हिँडेर जानुपर्ने अवस्था भएको छ। ऊ तल माई खोलामा गाडीहरू बसेर ल हेर्नु ल यस्तो भएको छ। माथिल्लो बाटो सबलक्कै आयो झरेर तल्लो बाटो, अनि तिनवटा बाटो यहाँ एकै ठाउँ भएको छ है त। ल यो गाडी चाहिँ यसरी बाटो बिचमा, यो उता पनि भिर यता पनि भिर, यो चाहिँ बिचमा आउँदा आउँदै रोकेको गाडी है। यो इभी गाडी रहेछ, यसरी बसेको छ। ल यो इभी गाडी चाहिँ बिचमा, अब न यता जाने न अगाडि न पछाडि, यसको बिचमै भयो। राति छिरेको गाडी हो होइन नि, पल्टे गाडी अर्को छ तलतिर। हाम्रो यसरी चाहिँ हाम्रो पुलिस दाइहरूले चाहिँ, आर्मी दाइहरूले चाहिँ यसरी सपोर्ट गर्दै हुनुहुन्छ है त। यहाँ चाहिँ पुरा जसै अशक्तहरू हुन्छ, बिरामी हुनुहुन्छ, उहाँहरूले चाहिँ पुरा सहयोग गरिरहनु भएको छ है त। यहाँ चाहिँ पुरा सहयोग गरेर राम्रो काम गरिरहनु भएको छ। यस्तो बाटो चाहिँ अप्ठ्यारो छ, यहाँ अप्ठ्यारो बाटोमा यसरी सहयोग गर्दै हिँड्नु भएको छ। बाटो यस्तो छ। हाम्रो चाहिँ यहाँ चाहिँ आर्मी र सशस्त्रहरू सब पुरा तैनात हुनुहुन्छ है त। हेर्नु वृद्ध बिरामीहरूलाई चाहिँ यसरी सहयोग गर्दै 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 ल्याउँदै हुनुहुन्छ सबैजनाले। ल है त अझै पनि खोलाको बहाव घटेको देखिन्न। यहाँ चाहिँ मेन रातदली पुल होइन, उसलाई पनि कटन गरेर पुरै यस्तो कटन गरेर छ। अझै पनि घाम लागिसक्यो, 2 दिन भयो र पनि खोलाको बहाव चाहिँ उत्रै छ। हेर्नु है हाम्रो सशस्त्र दाइहरूले चाहिँ, पुलिस दाइहरूले चाहिँ यसरी बाआमा वृद्धहरूलाई यसरी ल्याउनु सहयोग गर्दै। ल हेर्नु यति अप्ठ्यारो बाटो छ, के गर्नु। सशस्त्र दाइहरूले, पुलिस आर्मी दाइहरूले चाहिँ धेरै सहयोग गर्नुभएको छ। ल हेर्नु यो माई खोला छेउको बाटोको स्थिति। ल है हेर्नुलाई यो माई खोला कहिले हाल यो घरको माथि माथि आइपुगेको छ। यो जति यो हेर्नु, यो घरको यो माथिल्लो बाल्कनीको उसमा पानी आएको। ल हेर्नु बाल्कनी हेर्नु नि, त्यहाँ पानी त्यहाँ आएको। ल हेर्नु खोलाले यस्तो उन्नत गर्यो कि एउटा इभी गाडी उहाँ हेर्नु होला, उहाँ छ इभी गाडी होला। एउटा त बगेकै छ नि, एउटा त